फुटी खाना यो त बस्ती नै हो कि आँपको रुखहरू आयो त्यो होइन साथै भिमली मन्दिरको अब चाहिँ पोस्ट नजिकै छौँ हामी अब भिमली मन्दिर भिमली चेक पोस्ट तपाईँको त्यहाँबाट 5 मिनट पछि पर गएपछि भिमली मन्दिर हाम्रो तपाईँको पदमपुरको आस्था केन्द्रको एउटा चाहिँ केन्द्रबिन्दु हो भिमली मन्दिर त्यो मन्दिरमा प्रवेश गर्ने छ हाम्रो बाजे सरको पनि राय बुझ्न चाहे हामी करिब 18-19 वर्षपछि हामी हाम्रो चाहिँ जन्मभूमि स्थलमा आउँदैछौँ त्यसको लागि हामी साथीहरू एक्लै आउन सम्भव नभएर हामी लगभग 10-12 जना साथीहरूको माझ आइरहेछौँ अब साह्रै नै स्मरणीय ठाउँ पनि हो बाल्यकालदेखि नै हुर्केको जन्मेको र यहाँ वस्तु घरु बाख्राहरू चराउँदै हिँडेको ठाउँ साह्रै याद गराउँछ त्यस कारणले गर्दा हामी यहाँ आएका छौँ हामी सबै हँसिलो मुद्रामा छौँ यो सधैँ आउने ठाउँ पनि होइन विशेष अवसरमा हामी आएका छौँ साथीभाइ जमघट गर्न पनि हामीले धेरै कष्ट गर्छौँ कोही साथी कता कोही कता कोही कता यो जमघट भेट भएर पनि हामी आएका हौँ अब अहिले चाहिँ फागुनको 15-16 भएर होला अलिअलि बाटो पनि अलिक क्लियर पनि देखिरहेछ त्यस कारणले गर्दा हामी त्यस रमाइलो लागिरहेको छ खुसी छु होइन खुसी छु धेरै 1 2 3 4 5 6 7 8 जना भयो 9 10 11 12 13 5 जना कहाँ टावर आयो यहाँको बेला वाइफाईको टावर आएर यहाँ सन्दीप सरको यहाँ जङ्गलको बिचमा होइन भिमली चेकपोस्टको नाम पनि यार हाम्रै गाउँको नामसँग जोडेर राखेको छ कि के अरे पहिला पदमपुर भनेर चिन्दैन छ यो भीमपुर होइन भीमपुर चेकपोस्टै हो भिमली होइन भीमपुर भीमपुरै भनेर चिनिन्थ्यो नि पहिले पदमपुर भनेर पछि नामकरण भएको चेकपोस्टको नाम भीमपुरै हो क्या मान्छेले आगो लगा हो कि यो आफै डढेर मान्छेले लगाउन सक्छ ल ल ल